गाडी एक्सिडेन्ट कसरी भएको थियो भने यो चाहिँ यो डिभाइडरमा यो साइडको च्यासिस यसमा ठोक्यो, यसमा ठोकिसकेपछि हाई स्पिडको गाडी ठोकिएर त्यस पछाडि पल्टेपछि यो प्यानलको यो लाइन एउटा घस्रेर त्यस पछाडि छत त काचाकुचुकै थियो। अगाडिको भिडियोमा पनि छ कस्तो थियो भनेर। त्यस पछाडि यताको ढोका यो त पुरै ड्यामेज थियो, यो त चेन्ज गरे हो। अहिले पनि कम्पनीकै यो कलर छ, पेन्ट गर्न बाँकी छ। यो डेन्टिङ हो, यसको डेन्टिङै बाँकी छ अझै। पछाडिको क्वार्टर प्यानल त्यस्तै छ, यो माथिको पनि त्यस्तै छ। यो मजाले पल्टेको थियो, मान्छेलाई चाहिँ खास त्यस्तो केही भएन रे, सुरक्षितै हुनुहुन्छ मान्छे चाहिँ। नभए त्योभन्दा गाडीको स्थिति चाहिँ मान्छेभन्दा बढी खराब थियो। बनोट पनि थियो, विशेष गरी अगाडिको च्यासिसमा एकदमै राम्रो इम्प्याक्ट परेको कि यसमा एक्सिडेन्ट भएको। अहिले चाहिँ लगभग अब बनिसकेको छ, यसको सेटिङ पनि भइसकेको छ। अगाडिको बम्पर हाल्न बाँकी छ, बम्पर हालिसके पछाडि अब यो ग्यापिङहरू चेक गरिन्छ। ग्यापिङ चेक गरिसकेपछि भइहाल्छ। भित्र चाहिँ केही छैन, एकदम खाली छ। त्यस पछाडि यताको चाहिँ अब भित्र बाख्राकोर भन्दा पनि हुन्छ। अहिले तत्काललाई चाहिँ फिट नगरुन् चाहिँ बस यसमा फ्लोरिङ बस्छ, सिटहरू बस्छ, माथि सिलिङ पनि बसेको छैन। त्यस पछाडि अगाडिको ड्यासबोर्ड पनि छैन। ड्यासबोर्डहरू केही नहुँदाखेरि चाहिँ गाडी यस्तो हुन्छ है, खाली खाली हुँदा भित्र फ्लोरिङ चाहिँ यसरी बस्या हुन्छ। यस्तै छ। अब यसको अर्को एउटा के छ भने जस्तो कहिलेकाहीँ यो फ्लोरिङमा यतातिर चाहिँ एसीको पानीहरू जम्यो भनेदेखि एसीको पानी पाइप जाने भनेको यो ठाउँबाट हो। यो पाइप हो, तल झरेर आउँछ। यो पाइप जाम भयो भने नि कहिलेकाहीँ पानीहरू तल नगएर फ्लोरिङमा यतातिर बगिरहेको हुन्छ। यस्तै छ, हुँदैछ। अब अझै समय लाग्ला 2-4 दिन।